Hi guys, welcome or welcome back to my new video. म चाहिँ भर्खरै उठिसकेको र आजको भिडियो चाहिँ के हुनेछ भने चाहिँ र्यान्डम भिडियो हुनेछ। मेरो बुढा चाहिँ भर्खर उठिसक्नु भयो, पानी पनि नपिकन गाडी धुनु जानु आँट्नु भएको छ। उसको उद्देश्य भनेको चाहिँ काम छिटो सक्नु अन्त ससुराली जानु, सिर्फ यतै उद्देश्य छ हो। तपाईले के साह्रो फन्किँदै हिँडेको? बुढीले भिडियो गर्दैछ त यसो हाई हेलो त गर्न सक्छ नि, के साह्रो फन्किँदै हिँडेको? हाय गुड मर्निङ मुख पनि धोएको छुइनँ मैले त। गाडी धुनु जानु आँटेको, खोला जानु आँटेको, पौडी खेल्नु, गाडी धुनु, पौडी खेल्नु। खेल्दैन साथीहरू, पौडी खेल्यो भने त मै पिट्छु नि फेरि खोलाको त्यहाँ पानीतिर। के छ भने त्यहाँनिर चाहिँ हिजो हाम्रो पानी अलिक कम्ती भएको छ कि, नत्र घरमै गाडी धुँदै थियो अन्त ऊ आउँदैन भनेर मैले चाहिँ एउटा लाइनको पानी चाहिँ उतापट्टि घरमा दिएको छु नि त काकीहरूकोमा। फेरि ऊ आएपछि गाडी धुँदा हिजो दिनभरि लुगा धुयो हो, त्यतिकै पानी सकिरहेछ। अहिले चाहिँ घरमा युज हुने पानी मात्रै छ, त्यसमै ऊ खोला जानु हुँदैछ लुगा धुनु, के अरे गाडी धुनु। त्यस्तो नुहाउनु ओर्नु चाहिँ होइन है साथीहरू, पानीको दुःख चाहिँ छैन, त्यस्तो टाइम टेबल पानी आउँछ हो। त्यहीमाथि हामी त दुईजना छ। स्टे ट्युन गाइज। गयो पनि। अब चाहिँ मेरो काम पुरा छ, पानी पनि तताएको छुइनँ, किचन पनि सफा, किचन सफा गर्नुभयो अघि नै, र ओछ्यानहरू मिलाउनु छ। यो लुगा टिपेर ल्याइदिनु भएको छ हो, नुहाएर पूजा गर्नु छ फर्स्ट अफ अल त। सो गाइज बाइ बाइ, सी यू अगेन, स्टे ट्युन गाइज। अहिले चाहिँ पूजा गरेँ भर्खरै, खाना बनाउँदैछु र सरले अर्डर गर्नुभएको छ कि घर आँगन बढालिहाल्नु, गाडी लिएर आउँदैछु भनेर। अनि म यहाँनिर आँगन बढाल्नु गइरहेको छु। र गाइस मैले चाहिँ खाना बनाउँदैछु होइन। मैले चाहिँ भात र सब्जी बनाएको थिएँ नि त। यहाँ चाहिँ सब्जी आलु र अन्डा बनाएको थिएँ, फेरि घिउ हालेको गिलो रोटी बनाएँ, आँटा कम्ती थियो नि त त्यही लागेर। किनभने अहिले फेरि खाना खाएन भने दादाले रोटी खान्छु भन्छ नि त बिहान, त्यही भएर चाहिँ मैले रोटी पनि बनाइदिएँ। अहिले भर्खर प्लानिङ गरेर यो चाहिँ घिउ हालेको रोटी फर्काउनु सक्दिनँ। दादा चाहिँ गाडी धोएर आएर नुहाउनु हुँदैछ। म चाहिँ यस्तो बिग्रिन्छ नि त, रड्डी हुन्छ नि त, दुईवटा हातले गर्नुपर्ने अवस्था। हेर्दै गर्नुहोस् ल साथीहरू, मेरो हातले नै भएन अनि तपाईँलाई दिनु। हाई गाइज, फाइनली म चाहिँ रेडी भइसकेको छु, सबै काम भ्याइसकेर होइन। र अहिले चाहिँ हामी जानु आँटेको छु, दादा र म चाहिँ ओत्लाबाडी अनि साथीको घर जानु आँटेको छु होइन। दादाको पनि साथी, मेरो पनि साथी। दादाको साथीको वाइफ चाहिँ मेरो साथी है। योभन्दा अगाडि धेरै महिना, धेरै वर्ष अगाडि, 2 वर्ष लगभग अगाडि चाहिँ सँगै छुट्टी आउनुभएको थियो र टाइम मिलेर हामी धेरै जग्गा घुम्नु गएको थियौँ होइन। तपाईँहरूले त्यो भिडियोहरू देख्नुभयो होला। को भन्नुहुन्छ भने चाहिँ मेरो साथी गीताको हस्बेन्ड है। र अहिले चाहिँ सँगै फेरि यो महिना पनि सँगै नै जस्तो छुट्टी आउनुभएको छ। ऊ जाने बेलामा चाहिँ मेरो हस्बेन्ड आउनुभएको छ र हामीलाई चाहिँ उहाँ इन्भाइट गर्नुभएको छ। र मैले चाहिँ यहाँ गरेको थिएँ, खास गरेर चाहिँ उहाँको चाहिँ केही काम परेर चाहिँ फेरि हामी वहीँ जानु आँटेको छौँ। र दादाको ब्याङ्कमा नि काम छ अरे, केही कुछ काम छ अरे। र अहिले चाहिँ बज्न आँटेको छ 2। अब हामी घरबाट निस्किन आँटेको छु साथीहरू। दादा चाहिँ रेडी भएर भित्र बसिरहनु भएको छ। र अब हामी जानेछौँ, बाटोतिर भेट्दै जाउँ। उहाँ गएपछि के कस्तो हुन्छ तपाईँलाई देखाउने नै छु स्योर। स्टे ट्युन। ब्याङ्कमा चाहिँ हाम्रो काम छ र यहाँ पासबुक हेर्नु हुँदैछ दादाले चाहिँ। यो भिडियो एकछिनै टोटो आउँदैछ। यस्तो डर लाग्छ साथीहरू, मलाई मात्रै यस्तो हो कि सबैलाई त्यस्तै हुन्छ। घुम भइसकिसक्यो, हरन आउँदा पनि कहाँबाट के हुन्छ जस्तो भइसक्यो। मलाई मात्रै हो कि अरूलाई पनि त्यस्तै हुन्छ हौ भगवान्। एकदम एक्साइट कुदाउनु है ल, ढिलो कुदाउनु ल, बिस्तारी। साथीहरू फाइनल्ली हामी ओत्लाबाडी आइसकेको छौँ र अहिले चाहिँ हामी जाँदैछौँ फोन दोकान होइन। तपाईँहरूलाई बताउने छु किन भनेर, काम भयो भने चाहिँ बताउँछु ल साथीहरू। हामी चाहिँ फोन दोकान आइरहेको छ। मैले भनेको थिएँ तपाईँहरूलाई होइन, ओत्लाबाडीको फोन दोकान। अनि
यहाँनिर चाहिँ कहाँ भन्दाखेरि चाहिँ सिलगढीको स्ट्यान्डको नजिकै छ, यहाँ आइरहेको छु। अरू जग्गा पनि छ छनु चाहिँ, तर हामी चाहिँ अहिले यहाँ आएको छौँ। दादाले चाहिँ मलाई आइफोन किनिदिएला जस्तो जस्तो गर्दैछ होइन, जस्तो जस्तो मात्रै, किनभने मेरो फोनमा पुरा प्रब्लम आइरहेको छ नि त यो फोनमा। यो फोन पनि ठिकै छ, मैले पहिल्यै भनिसकेको थिएँ, र उहाँले चाहिँ अब आइफोन किनिदिन्छु नि त भन्नुहुँदैछ। के हुन्छ थाहा छैन, अगाडि किनिहालिदिनु भयो भने चाहिँ म तपाईँलाई देखाउने छु मेरो फोन कुन चाहिँ हुन्छ भनेर। न्यू फोन मैले चाहिँ आइफोन मिलिसकेको छ मेरो चाहिँ होइन, मेरो बुढाले गिफ्ट दिनुभएको छ। र यो भिडियो चाहिँ मैले सर्ट भिडियोमा अनबक्सिङ गरेको छु, अनबक्सिङ भिडियो चाहिँ मैले सर्ट भिडियोमा हालेको छु होइन। थ्याङ्क यू सो मच, एकदमै खुसी लागिरहेको छ है। अन्त कलर चाहिँ हजुरलाई मन परेको परेन, मेरो चाहिँ यही रहेछ कलर होइन। ठिकै छ, एकदमै खुसी छु म। सो स्टे ट्युन गाइज, बाइ बाइ। यहाँनिर मेरो टेम्पर ग्लास हालिदिनु हुँदैछ र फोनको साथसाथ टेम्पर ग्लास र अङ्कल के पो टेम्पर ग्लास र के पो फ्री मिल्यो, कभर चाहिँ फ्रीमा दिनुभएको छ होइन, फोनको सेटसँगै दिनुभएको छ। र म चाहिँ एकदमै खुसी भइरहेको छु गाइज। दाजु चाहिँ उहाँ बिल गर्नुहुँदैछ, हिसाब गर्नुहुँदैछ, म चाहिँ यहाँनिर छु। भन्नेलाई सो गाइज हामी चाहिँ अब जानु आँटेको, निस्किसकेको फोन दोकानबाट। र मैले चाहिँ भिडियो चाहिँ मेरै पुरानो फोनबाटै गर्दैछु, भोलिदेखि चाहिँ आइफोनबाट भिडियो आउने छ। थ्याङ्क यू सो मच। यो दोकान त चिनि नै हाल्नुभयो होला सबैजनाले। लु जाउँ, गाडी चाहिँ हामीले उहाँ माथि साइड गरिराखेको छौँ हो। ल गाइज स्टे ट्युन, अझै इन्ट्रेस्टिङ भिडियोहरू हुँदैछ। बुढाले कतिको फोनको टेन्सन गर्ने हो, भिडियोमा म रेकर्ड गर्नेछु। गुड हौ। हाई गाइज, हामीले चाहिँ अब म चाहिँ गिटार घर आइपुगेँ होइन। अघि नै भनेको थिएँ तपाईँहरूलाई, अर्को फोन किने आज मैले, त्यो कुरा पनि तपाईँहरूलाई सेयर गरेको छु। र एउटा त आइफोन 15 अहिले चाहिँ नि अब हामी ल बुलडग सेयर गर्न बुलडग खान आँटेको हो। अन्त बुलडग सँगसँगै चाहिँ हामी वाटरमेलन खान्छौँ, किन पुरा पिरो हुन्छ नि त। दुईजना दादाहरू चाहिँ मेरो घर जानुभएको छ, माथि बाख्राकोट जानुभएको छ, केही कुछ काम परेर अब एकछिनमा आउनुहुन्छ। मलाई चाहिँ बस्दै गर्नु भन्नुभएको छ। आज हामी एकदम रमाइलो गर्नेछौँ। खै उयो के हो यस्तै बोतल किन्नु मन लागिरहेको छ हौ। त्यो उयोले खाइ मानेको तिम्रोमा खालि झर्का थाल मात्रै छ। अर्को छ नि, म लुकाको यहाँ जग्गै नभए बक्समा आइरहेको ला लामो लामै भन्दै थियौ। सो गाइज आजको दिन चाहिँ यस्तै भयो। हामी चाहिँ घर फर्किरहेको छौँ होइन, 12 बज्न लागिरहेको छ रातिको। र साथीको घरमा गएर आएँ, रमाइलो भयो। अब घर पनि पुग्नु आँटेँ। बाख्राकोट चाहिँ सुनसान एउटा रोडमा एकजना गाडी बाइक पनि भेटेको छैन। सिर्फ यहाँ घरमा उयो रहेछ, के काम गर्नु हुँदैछ अम्मै, यति राति चाहिँ यहाँ काम गर्नु हुँदो रहेछ हो, सटर लगाउने काम हुँदो रहेछ। 12 बजी राति हामी चाहिँ टक्कै अहिले मन्दिप दाको दोकान अगाडि आइपुग्यौँ। सबै दोकानहरू बन्द छ र खानासाना पनि खाएर आएको है। अन्त खाना खाएर आएको, अब गएर चाहिँ जस्ट हामी सुत्छौँ र भोलिको भिडियोमा फेरि भेट्नेछौँ होइन। घरमा लाइट पनि बालेन होला, तपाईँले बाल्यो? दादा चाहिँ अघि मलाई तल छोडिराखेर, दादा र हाम्रो दादा दुईजना यता घर आउनुभएको थियो नि त, केही काम परेर, अन्त लाइट जलाएँ होला होइन। अहिले त लाइट पनि अफ गरिकन आउनुभयो होला। सो गाइज थ्याङ्क्स फर वाचिङ एन्ड सी यु अगेन।